तिमी मुस्कुरायो भने के हुने हो, तिमी मुस्कुरायो भने के हुने हो, कुराले फकायो भने के हुने हो। शरद पूर्णिमाको छ सुनसान रात्रि, शरद पूर्णिमाको छ सुनसान रात्रि, तिमी भेट्न आयो भने के हुने हो, तिमी मुस्कुरायो भने के हुने हो, कुराले फकायो भने के हुने हो। म देख्दैछु तिम्रा नयन छन्न सालु, म देख्दैछु तिम्रा नयन छन्न सालु, सुरा थप पिलायो भने के हुने हो, तिमी मुस्कुरायो भने के हुने हो, कुराले फकायो भने के हुने हो। हटाएर लज्जा फिजाएर बाहु, हटाएर लज्जा फिजाएर बाहु, बदनमा समायो भने के हुने हो, तिमी मुस्कुरायो भने के हुने हो। मनोभावनाको सुसन्देश छर्दै, मनोभावनाको सुसन्देश छर्दै, गजल गुनगुनायो भने के हुने हो, तिमी मुस्कुरायो भने के हुने हो, कुराले फकायो भने के हुने हो। मुतकारी बहरमा आधारित यो गजल लेख्नु भएको छ आदरणीय गजलकार भरतपुर चितवनका दीपक राज घिमिरेज्यूले, र उहाँलाई धेरै धेरै धन्यवाद।